चल्लामा अत्याधिक मूल्यवृद्धि बन्द गर दाना चल्लामा अत्याधिक मूल्यवृद्धि बन्द गर पोल्ट्री किसान एकता जिन्दाबाद पोल्ट्री किसान एकता जिन्दाबाद किसानहरूको पारदर्शी मूल्य निर्माण गर पोलिस्टरको ठगी बन्द गर अहिले त हामी एकदम लसमा छौँ सर एकदम धेरै लसमा छ अहिले 250 हुने ठाउँमा 220 मा पनि हामीलाई चल्ला बिकाउन गाह्रो भइरहेछ हामी किसानलाई यो कारणले गर्दा पनि आज हामी यो माइती मण्डलमा आउन बाध्य भएका पनि छौँ र हाम्रो यो ऐतिहासिक आन्दोलन पनि हो म चाहिँ बर्दिया खास मेरो गुलरिया सदरमुकाम पर्छ म बोर्डर इलाकामा नै हाम्रो पर्छ यो इन्डियाबाट आएको कुखुराको कारणले गर्दा नै हामीले मूल्य नपाएका हुन्छौँ एक त हाम्रो कस्तो छ भने हाम्रो नेपालमा चल्ला दिनुहुन्छ यसरीले उहाँहरूले दिएको चल्लाहरू हामीले 2 किलो क्रस माथि गर्न सक्दैनौँ अब कस्तो चल्ला दिनुहुन्छ त्यो थाहा भएन इन्डियाबाट 2.5 किलो 3 किलोको कुखुरा आएको कारणले गर्दाखेरि हाम्रो सप्लायरले के गर्नुहुन्छ कटिङ उहाँहरूले चाहिँ बाहिरबाटै कुखुरा ल्याइदिएको कारणले गर्दा नै हामीहरू चाहिँ के अरे मारमा परेका हौँ यसको रोकथाम गर्नको लागि सबभन्दा सुरक्षा नै कायम गर्नुपर्ने हुन्छ अब हाम्रो ठाउँमा सुरक्षाकर्मीहरू हुन्छ उहाँहरूलाई नै खटाउन पर्छ जस्तो मलाई लाग्छ त्यसमा पनि एउटा हाम्रो केन्द्रीय लेभलदेखि लिएर प्रदेश जिल्लाको चाहिँ एउटा पोल्ट्री किसानको सङ्गठन बनाइदिएर हाम्रो सुरक्षाकर्मी साथै हामी किसानहरू पनि सँगसँगै गरेर त्यसलाई रोक्न सक्छौँ भन्ने पनि मलाई लागिरहेको छ र अहिलेको सरकारले केही गर्नुहुन्छ भन्ने आशामाले नै हामी चाहिँ यहाँसम्म आइपुग्यौँ बर्दियाबाट आउनु पनि सहज थिएन 3 दिन भयो हामी यहाँ आएको आज